वेलकम टु माई युट्युब च्यानल साथीहरू। आज मेरो छोराको हल्दी प्रोग्राम भइरहेको छ। हजुरहरू हेरेर हामीलाई साथ दिनु होला। अब पर्सि व्रत बन्द छ, हामी आज हल्दी प्रोग्राम गर्दैछौँ। सबैजना आउनु होला। सबैजनालाई वेलकम छ। ल साथीहरू, अब बाबाको पालो। बाबाले छोरालाई हल्दी लगाउँदै होइसिन्छ। ह्याप्पी होली हल्दी। अब साथीहरू मम्मीले लगाइदिँदै होइसिन्छ हल्दी। अब फुपू दिदीको पालो, फुपू दिदीले लगाइदिँदै होइसिन्छ। फुपू हजुरआमाले कस्तो मजाले लगाइदिइरहेको छ। अब जेठी फुपूले लगाइदिँदै होइसिन्छ हल्दी। कान्छी फुपूको पालो। सबैजना कान्छी फुपूले लगाइदिँदै होइसिन्छ। कान्छी फुपू छोराको व्रतबन्धको लागि आइसक्यो। अब छोराको ठुल मम्मीले लगाइदिँदै होइसिन्छ हल्दी। बिपना आन्टीको पालो। अब बिपना आन्टीले लगाइदिँदै होइसिन्छ। अब चाहिँ अङ्कलको पालो, अङ्कलले लगाइदिँदै होइसिन्छ। अङ्कलले छोरालाई हल्दी लगाउँदै। नाकमा जल्दै कहाँ पठायो हर्छ खुट्टा लाग्यो। यो चाहिँ हाम्रो काली भान्जी, मुसी भान्जी। अब जेठो भाइको पालो। जेठो भाइले लगाइदिँदैछ। ढोका सातो त्यो चामल ढोका। अब त्यसपछि भान्जीको पालो, बहिनीको सुज्यान बहिनीको पालो। सुज्यान बहिनी हैन खुट्टा खुट्टा। अब सानो भाइको पालो, सबभन्दा कान्छो भाइको पालो। कान्छो भाइले चाहिँ मस्तो लगाइदियो, खुट्टा पनि लगाइदियो। नमस्ते हजुर। हाम्रो छोराले यस्तो भयो हल्दी लगाएर। छोरा उमित कस्तो लागिरह तिमीलाई? रम्मरी लागिरह। ल यसो हामी सबैजना दिदी बहिनी ठुल मम्मी सबैजना मिलेर यहाँ अङ्कली खिचेर बसिरहेको छ यहाँ भिडियो। सानो शुभम, तिमीले दादालाई हल्दी लगाइदियो? साथीहरू यो दुध हालेको चाहिँ खिच्नै बिर्सेछ। ल छोराको अब हल्दी प्रोग्राम लगभग सकिन लाग्यो। सातचोटि 14चोटि भइसक्यो ल छोराको। जाडो भयो छैन? ल अब त्यति छोडिस् है, खिचिसकेँ मैले नगरे। ल हेर्छ आमा र छोरा कति खुसी भएर। आमा छोराको हल्दी कार्यक्रममा आमा खुसी भएर